तपाईले क्यामेरा लिनुभयो तर थाहा छैन कुन लेन्स लिने। आज म डिफ्रेन्ट टाइप्स अफ लेन्स र त्यसको युजेसको बारेमा कुरा गर्नेछु, जसले गर्दा हजुरलाई आफ्नो लागि लेन्स चुज गर्न सजिलो हुनेछ। सुरुमा कुरा गरौँ वाइड लेन्सको। वाइड लेन्सले फ्रेममा धेरै कुरा क्याप्चर गर्न हेल्प गर्छ। ट्राभल, भ्लगिङ, बीटीएस, स्टेबलाइजिङ शट, वाइड लेन्स यहाँ पर्फेक्ट हुन्छ। यदि तपाईँ ट्राभल कन्टेन्ट बनाउनुहुन्छ भने वाइड लेन्स इज प्रायोरिटी फर यु। अब कुरा गरौँ प्राइम लेन्सको। प्राइम लेन्सको फोकल लेन्थ फिक्स हुन्छ, जसले गर्दा यो लेन्सले तपाईलाई शार्पर इमेज, ब्युटिफुल ब्याकग्राउन्ड ब्लर र बेटर लो लाइट पर्फर्मेन्स दिन्छ। टकिङ हेड, इन्टरभ्यू, सिनेमेटिक शट, प्राइम लेन्स यहाँ साइन गर्छ। जुम लेन्सले हजुरलाई फ्लेक्सिबिलिटी दिन्छ, वाइडदेखि क्लोजअपसम्म सबै एउटै लेन्समा। इभेन्ट्स, डकुमेन्ट्रिज, रन एन्ड गन सुटिङको लागि अनेस्टली दिस इज द सेफेस्ट अप्सन। टेलिफोटो लेन्सले टाढाको सब्जेक्टलाई क्लोज फिल गराउँछ। स्पोर्ट्स, वाइल्ड लाइफ, क्यान्डिड शट्स, यहाँ टेलिफोटो लेन्स क्रेजी युजफुल हुन्छ। प्लस ब्याकग्राउन्ड कम्प्रेसन लुक्स सुपर सिनेमेटिक। हजुरले आफ्नो वर्कफ्लो र युजेस अनुसार आफ्नो लागि लेन्स चुज गर्न सक्नुहुन्छ। अनि आजको भिडियोमा हजुरले देख्नुभएको सबै लेन्सहरू मलाई क्यामेरा लेन्सहरूले प्रोभाइड गर्नुभएको हो। ह्युज थ्याङ्क्स टु देम। अनि इन्ट्रेस्टिङली मैले अहिले युज गरिरहेको सिग्माको 18 to 50 mm f2.8 पनि मैले त्यहीँबाट किनेको हो। सो यु क्यान कन्ट्याक्ट देम इफ यु निड एनी क्यामेरा or camera related accessories. I will put their contact in the screen or the description below.